साथीभाइहरू नमस्कार। आज भने चाहिँ म 5 केजी आलु ल्याएर केलाउने कुरो गरिरहेको छु। 5 केजी आलु चाहिँ बारीमा लगाएर फलेर खानुपर्ने हुन्छ। त्यसरी नै तपाईहरुले चाहिँ के गर्नु हुँदैछ त्यो चाहिँ मलाई पुनः थाहा भएन है। र म भने चाहिँ यही रोप्यो भने फल्छ भन्छ नि त हैन। रोप्ने काम चाहिँ गरौँ भनेर आज यो लाटाले पान खाने दिन सन्डेको दिन चाहिँ मौका छोपेर चाहिँ रोप्नु गए। अब गाडी चलाउनु पनि बाटोको मर्मती चलेको हुनाले मैले चाहिँ गाडी थन्काइदिएको छु। हजुरहरु अब कतिले चाहिँ के गर्नु भएको छ त्यो चाहिँ म जान्दिनँ, तर पनि गरेको कामलाई गरेकै भन्नुपर्छ र हामीले उहाँहरुलाई डिस्टर्ब गर्नु हुँदैन है। अवरोध गर्ने कामै गर्नु हुँदैन कामलाई। अनि त्यही कुरोहरु गरेर चाहिँ म चाहिँ लागे यस्तो प्रकारले। र अहिले कतिवटा हुल खुनिन्छ है, र कतिवटा हुलमा चाहिँ पुग्छ यो आलु त्यो पनि भन्न सक्दिनँ। त्यसरी नै अहिले पूर्ण रूपमा तपाईहरुलाई म रोपेको अवधिको पनि जानकारी दिन चाहन्छु भन्दै अहिले भने चाहिँ म एकैछिनको लागि विश्राम चाहे साथीभाइहरु। ल साथीभाइहरु, यस्तो प्रकारले मल भने अहिले बिहानै केलाएर यसरी आलु रोप्नु भनेर बोरामा हालिसकेको छु। भनेदेखि यसरी इस्कुसको झ्याङहरु पनि फेरि पूर्ण बनाउनको लागि तयार तयारी कसेको छु। यस्तै प्रकारले अब तलतिर जाँदैछु, त्यहाँ चाहिँ आलु रोप्नु पर्ने हुन्छ। यो प्रकारको चाहिँ सही सानो मिर्गको निधार जस्तो बारीमा है यसरी सानो भुकुने मटर पनि लागेको छु। भनेदेखि यसरी साग र यसरी कोपीहरू लागेको छु। र यहाँ तलतिरी धनियाँहरू गरे भने चाहिँ सबै कुरो हुन्छ नि त हैन। र जाँगर मरुवा चाहिँ हुनु भएन भन्ने सन्देश पनि म दिन चाहँदै ल म भनेपछि बारीतिर लागे। अस्ति यो इस्कुस है 80 रुपैयाँ 60 रुपैयाँ 70 रुपैयाँ गरेर किनेर खानु पर्थ्यो भने आजभोलि चाहिँ खोला नाला पाखा सबैतिर नै घुरेनतिर चाहिँ झटार हान्ने अब पाउन थालेको छ। यस्तो प्रकारले अब चाहिँ यहाँ चाहिँ काम गर्ने छ है साथीभाइहरु। यस्तो प्रकारले आलुको बिउ कुटे यहाँ राख्दै अब भने चाहिँ श्री गणेश गर्नुपर्ने हुन्छ। अनाङी आलु रोप्नुको लागि सघाउन आयो। आँगी पनि सकिला आँगी पनि भाइबारीले आलु रोप्नु लाग्यो भनेर चाहिँ हेर्नु अनि सघाउनुको लागि चाहिँ मल दिन्छु भन्दै चाहिँ यहाँ आइपुगेको छ साथीभाइहरु। ल आँगी यता आऊ ल। यस्तो प्रकारले चाहिँ अब काम हुन्छ है साथीभाइ। फलेको खानु मिठो हुन्छ र आसमा चाहिँ बस्नु हुँदैन हो। यस प्रकारले चाहिँ अहिले भरे चाहिँ म हल खन्न लागे आलुको हैन। र यो प्रकारले चाहिँ खनिन्छ। हुनु त कतिपय चिज चाहिँ हुन्छ हुँदैन त्यो चाहिँ ऊ माथि थाहा हुन्छ हो। र यस्तो प्रकारले चाहिँ मेरो सोच विचार र मेरो अब गरे अनुसार चाहिँ यो खाले हुल खनेर अब चाहिँ आलु लगाइन्छ भन्ने कुरो जानकारी चाहिँ हजुरहरु समक्ष राख्दै। र अब चाहिँ मलाई अलिकति मलको जरुरी पर्न गयो है। फेरि यो नालामा हलमा आलु मात्र राख्दा चाहिँ फल्दैन। अनि मल जल चाहिँ चाहिने हुन्छ नि त हैन। र म भने चाहिँ अब फेरि त्यहाँ राखिएको अघि
मजाले केलाइ कुलाइ गरेको मल चाहिँ आया होइन हत्तु भए र ल्याउनु गइरहेको छु त्यसलाई पनि राख्न चाहँदैछु आइ अब भने चाहिँ मिठो छ आँगी पनि मलाई सघाउन आएको बिउ चाहिँ हालिदिने होइन पक्का उयो आलुको बिउ चाहिँ समय हाल्नु पऱ्यो आमा मल ल्याउने यसरी केला राखेको छु होइन गाउँले जीवन राम्रो जीवन होइन आयो काम बिना त केही छैन है साथीहरू गाडी चलाउनु छोडिहालेँ भुले क्या हो गाडी चलाउने अब चाहिँ खेतालाको काम पनि गर्नुपर्ने हुन्छ यसरी यो चाहिँ सानो होइन मिर्गाको निधार जत्रो बारीलाई चाहिँ सिँगार्ने काम गर्दैछु हलेर भोलि पर्सि हजुरहरूलाई पनि यसो 2-3 केजी चाहिँ घर घरमा पार्सल पठाउला जस्तो होइन अहिले अनलाइन हुन्छ तपाईँहरूले यसो अनलाइनतिर म पठाउने काम गर्छु है साथीभाइहरू अब यस्तो प्रकारले चाहिँ मल चाहिँ अब राखिँदैन यस्तो प्रकारको कार्य चाहिँ गरेको हुनुपर्छ हरेकको जोस र जाँगर हुनुपर्छ जाँगर मरुवा भयो भने चाहिँ केही पनि पाइँदैन भन्ने सानो सुझाव हजुरहरूलाई राख्न चाहँदै यो मेरो आजको दिन चाहिँ यस्तो प्रकारले सुचारू रूपले चलाउँछु भन्दै तपाईँहरूलाई विश्वस्त गराउँदै यो भिडियोलाई म यहीँ अन्त गर्न चाहेँ सम्पूर्णलाई धन्यवाद।